हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू ब्लगमा फेरि पनि सबैजनालाई स्वागत छ। आजको मेरो भिडियोमा आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। अनि सो आज चाहिँ म बिहानै उठेको छु, ब्याकग्राउन्डमा चरा पनि चिमचिम गर्दैछ। अनि आज चाहिँ म जाँदैछु सिधै गाउँ। ओ माई गड, यति खुसी। सो गाउँ जान पाउँदा सबै नै खुसी हुन्छ। अनि म चाहिँ माथि किचनमा आएर पानीहरू तताउँदैछु। यतिकै गयो भने ग्यास्ट्रिक हुन्छ नि त। अनि त्यसमा पानी हाल्छु। अनि हिजो बेलुकाको बासी भात यो भित्र हो, यसलाई म भुटेर खान्छु अलिकति। अब धेरै त रोज्दैन। अनि भर्खर 2टा बज्दैछ। म है 8 बजी सुतेर बिहानको 8 बजी उठ्ने मान्छे, आज त 2 बजी उठ्नु मलाई झऱ्यो। यसमा भुटेर खानु पर्यो, डाक्लै छैन समाउनु, हात पोल्सक्यो यसले। सो म चाहिँ रेडी भइसक्यो अब चाहिँ। अनि दस मेरो सामान अब चाहिँ म दाइलाई भन्छु उठाउँछु। अनि दाइले सामान तल पुऱ्याइदिनुहुन्छ, मेरो पोखिदिन्छ। अनि तपाईँको गाडी चाहिँ पुरो त्योबाट छ। गाडीमा चढिसक्यो। अब चाहिँ जानु नलाग्यो, भक्तपुरपट्टि हो। अब 3-4 महिनाको लागि काठमाडौँलाई बाई बाई। बान्दै हुनुहुन्छ। अब चाहिँ यहाँबाट मान्छेहरू सबै आइसक्नु भयो। यहाँबाट गाडी जानुभयो। सारा काहीँ नपर्दैन। मगाइदिनुलाई चाहिँ अहिले एमा घर कहाँ पुग्नु होला। अहिले अर्कालाई जे पाए बोल्ने होइन है। मलाई बिहान भात खानु नदिएर दाइलाई त म के गर्नु। बिहान भात जान्छ भनेको त्यो पनि 2 बजे भुट्दै थिएँ, दाइले बोलाइहाल्नु। खाना त म खान्थेँ नि। निस्क्यौँ अब चाहिँ खाजा खाने टाइम भयो। झऱ्यो समात्नु न। पहिला छिटो झरौँ। झरौँ म पनि झरेँ। आइएमा खुट्टा दुखेर वासरुममा शान्ति मिल्यो, शान्ति। खाजा नि के खानु, त्यो त के खानु। पहिला वासरुम लिएर आउँछु। अस्ताको भन्दा खानु, फेरि गाडी चढ्ने, अनि भात खाने, चढ्दा चढ्दा आज 11-12 घन्टा गाडी चढ्दा म त मर्छु। खान्छु ल। बाफ्रे साथीहरू, अब मेरो हालत हेरौँ। घाम लागेर यस्तो गर्नुमा अन्त मर्छु होला। यति बेला मान्छे हुन्छ, मलाई बोल्ने लाग्छ। कन्फिडेन्ट नै छैन। यति गर्मी भयो, यति गर्मी भयो, बाफ्रे। अब खाना खानु लाग्यो। अनि अब चाहिँ हामी खाना खाइसकेर अब चाहिँ खाना खाइसकेपछि डाइरेक्ट एसी मात्रै रोक्नुहुन्छ। अन्त यतातिर घुर्मीतिर गर्मी चाहिँ लास्ट हुने बा मर्छु लाग्छ। अब चाहिँ खाना अर्डर गर्छु अनि खान्छ। अनि फेरि गाडीमा जाँदा सुइन्छ। यस्तो आनन्द जान खोजिसक्नु भयो। अब मेरो लास्ट टर्न आउने बाइक छ। दाउरा चाहिँ मेरो गाउँमा अलिक पुग्न लाग्यो। सुते जाने मलाई। फाइनली साथीहरू, म चाहिँ गाडीबाट ओर्लेँ। अनि यहाँ चाहिँ मेरो चेप्रा ब्याग चाहिँ पछाडि बोकेको छु। अनि म चाहिँ अब पुग्न पर्ने हुन्छ त्यो माथिको डाँडा।
लगभग 1 घन्टा जति लाग्छ। अन्त सरप्राइज दिने भनिरहेको थिएँ है, म आफै सरप्राइज भइदिइराखेँ। बाबाले त थाहा पाएर पनि अहिले भर्खरै म लिन आउँदैछु कहाँ आइपुगिस् भनेर म फोन गर्नुहुन्छ। म छक भइदिइराखेँ। अनि भाइहरूले भनिदिनु भयो होला। अनि मैले चाहिँ बाबा लिन आउँदै हुनुहुन्छ। अनि यो जेब्रा पनि फेरि सानो अलिकति भए पनि कस्तो गरौँ छ क्या, भित्रबाट गरौँ सामानहरू छ नि त। अनि चाहिँ ट्याक्कै यो माथि उकालो हिँड्नुपर्छ। हजुर पनि अनि बाबा चाहिँ खासै हिँड्न सक्नुहुन्न नि त। अनि त्यही भएर एक ठाउँ बसिराख्नुभन्दा बिस्तारै बिस्तारै जान्छु भनेर चाहिँ आएँ साथीहरू आउन चाहिँ। तर यस्तो भारी लन्टाङ लन्टाङ। बाबा आइपुग्नु भयो। चाहिँ भारी बोकेर जानुपर्छ है तल। यसलाई बोकेर जानुहुन्छ बाबाले डक्क लिएर आउनुपर्छ। डक्क हालेर लिएर जानु। यस्तो थाकेको बेला यस्तो उकालो हिँड्नु पर्यो। हे भगवान्, ए नेताज्यू हाम्रो गाउँमा नि रोड खनिदेऊ न। यस्तो थाकेर आएको यस्तो उकालो हिँड्नु पर्यो। हिमाल सगरमाथा आरोहण गरे जस्तो। हजुर खोइ सेन चाहिँ खोज्छन् होला नि, खोज्नुहुन्छ होला सेन चाहिँ। फाइनल्ली घर आइपुगे साथीहरू। हिजो अघि बेलुका 3 बजी हिँडेको, अहिले ट्याक्कै कति बज्यो 7:36 भएतिर आइपुग्यो। पर हुनुहुन्छ मम्मी चाहिँ जाडो भइसक्यो। आजलाई भिडियो यति नै। अँध्यारो जान्छौँ भित्र।